आफ्नो डकुमेन्टहरूदेखिको लिएर यहाँ सबै कुरो बुझाउनु पर्ने हुँदो रहेछ है। फोन नम्बर 2 जनाको चाहिन्छ। यो चाहिँ के को लागि हो? यो पुलिसलाई पुलिस गरेपछि चाहिँ डर हुँदैन। माथि केही भइहाल्यो भने चाहिँ यहाँनिर तपाईँहरूलाई इन्फर्मेसन यहीँबाट हुन्छ। तपाईँहरूले यहाँ पनि एन्ट्री गर्नुपर्ने हुँदो रहेछ। यो चाहिँ फरेस्ट डिपार्टमेन्टबाट नेम एड्रेस कहाँबाट आउनु भएको कहाँ जानुहुन्छ सबै एन्ट्री गरेर टिकट। थ्याङ्क यू। र हाम्रो फिलहाल सबै काम भइसक्यो मोटामोटी डकुमेन्ट्स पनि अब अगाडि अहिले चाहिँ हामी आइसकेको छौँ। यो चाहिँ हाम्रो यात्राको सुरु भइसकेको छ भने अहिले हामी दार्जिलिङ मोडमा छौँ है। यसरी नै हाम्रो ग्याङहरू यहाँ छ पछाडिपट्टि। र अहिले भने चाहिँ हामी हिँड्नुभन्दा अगाडि ब्रेकफास्ट गर्दैछौँ होइन। ब्रेकफास्टमा हामी के बनाउनु भएको छ? रोटी सब्जी अनि फ्राइड राइस रोटी सब्जी आजको यात्रा हाम्रो सुरु भइसकेको छ होइन। कन्टिन्यू हिँड्नु होला अगाडि एकदम एक्साइटिङ भ्युजहरू होइन तपाईँहरूलाई हामी देखाउनेछौँ। किप वाचिङ। थ्याङ्क यू सो मच। हामी फाइनली मिरिक आइसकेको छौँ र मिरिकबाट चाहिँ अब हाम्रो माने भन्ने मजा आउँदैछ, रमाइलो हुँदैछ, चिसो पनि छ, जाडो पनि छ हो, गरम पनि छ, घाम पनि लागिरहेछ। ओके सो अहिले चाहिँ हामी यहाँ सुखियामा आइसकेको छौँ। यहाँबाट चाहिँ तपाईँ माने भन्जेलसम्म गाडीमा तपाईँको पर्खिनु भयो भने चाहिँ प्याक भएर जाँदो रहेछ। तर हामी चाहिँ रिजर्भ गरेर जाने भनेको किनभने छिटो पुग्नुपर्ने हुन्छ र ओके सो हेर्दै गर्नु होला अगाडिको यात्रा। अहिले चाहिँ हामी यहाँबाट सुखियाबाट चाहिँ माने भन्ज्याङको लागि जाँदैछौँ। यस्तो चाहिँ हामी चाहिँ यहाँ फिलहाल निस्किसकेको छौँ माने भन्ज्याङबाट। यहाँ भाइ कहाँ गएर चाहिँ सिमानाको होइन भाइको गाडीमा आज सवारी पाइरहेछौँ। सबैजनालाई के भन्न चाहन्छु भने एकदम एक्साइटेड छौँ होइन। यो ट्रिपको लागि चाहिँ मैले आजभन्दा धेरै वर्ष अगाडिदेखि सोचेको थिएँ। फाइनली दिस इयर पुरा भयो। थ्याङ्क यू भेरी मच। किप वाचिङ गाइज। हल्का सनलाइटको फिल भयो। फर्स्ट टाइम चढेको भाइको लागि भाइ गरेको अरे होइन। हामी चाहिँ माने भन्ज्याङ आइसकिसकेको छौँ। यो चाहिँ नेपाल र इन्डियाको सिमाना हो। गाइस आइसकिसकेको छौँ। यो इन्डिया भयो राइट साइड, यो नेपाल, यो चाहिँ बोर्डर, यो यता भारत नेपालको सिमाना। यस्तो छ जग्गा चाहिँ। एकछिन नेपाल आएको अरे भनिदिनु हावा कस्तो लाग्यो यहाँ? मिठो नेपालको के टेस्ट गर्नु? एकदम मिठी। ल अब हामी भुलिने चाहिँ होइन, पहिला चाहिँ उयो हेरौँ त्यहाँबाट हामी केही सो यो दिनको लागि एकदमै धेरै वर्षदेखि इन्तजार थियो होइन। र फाइनली आई एम इन द ल्यान्ड अफ ल्यान्ड रोबोट्स। र यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ दिस इज कल्ड द ल्यान्ड रोबोट। यो चाहिँ के एउटा फर्मेलिटिज हुन्छ जो कि तपाईँले आफ्नो आधार कार्ड या पेन कार्ड जे पनि ल्याउँदा हुन्छ। अन्त त्यसलाई चाहिँ जेरोक्स गरेर यहाँनिर बुझाउनु पर्छ है। यहाँ हाम्रो अङ्कलको नाम भनिदिनुहोस्। मेरो नाम विजय। उहाँले चाहिँ हामीलाई हेल्प गर्नुभएको छ होइन। धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट पनि। यहाँनिर चाहिँ के गर्नुपर्ने भनिदिनु त? त्यही त अब नाम, यो नाम, एड्रेस, हजुर, फोन नम्बर 2 जनाको चाहिन्छ कि सबै नै जेरोक्सहरू। हुन्छ धन्यवाद। यो चाहिँ के को लागि हो? यो पुलिसलाई ए पुलिस गरेपछि चाहिँ डर हुँदैन।
माथि केही भइहाल्यो भने चाहिँ यहाँनिर तपाईँहरूलाई इन्फर्मेसन यहीँबाट हुन्छ। हुन्छ धन्यवाद। अहिले चाहिँ हामी यात्रा सुरु गर्नुभन्दा अगाडि चाहिँ यहाँ माने भन्ज्याङको एक्युरेट जग्गामा बसेको छौँ। यहाँ हामी चाहिँ अब के लानुपर्ने हो स्ट्रिङ सामान सबै कुरो यहाँनिर पार्टनरको दोकानमा आएको छौँ। यहाँ चाहिँ हाम्रो गाडीको ओनर। गाडी कस्तो लाग्यो भन्दैन। गाडी लुक एट दिस गाइस एकदम दामी क्या उसिरेर ड्रिम एउटा ड्रिम चाहिँ आज पुरा हुँदैछ है गाइस। यो चाहिँ हाम्रो ल्यान्ड रोभर। जग्गा पनि नेचुरली एकदमै कुल टाइपको हुँदो रहेछ यहाँ चाहिँ होइन। तपाईँहरूलाई यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो बट एकदम खुसी लागिरहेको छ। अहिले चाहिँ डकुमेन्टको कामहरू हुँदैछ। तपाईँहरू पनि इफ भोलिको दिनमा आउनुहुन्छ भने यहाँ हाम्रो अङ्कल चाहिँ यहाँ हुनुहुन्छ, उहाँसँग सम्पर्क गर्नु होला। उहाँले तपाईँलाई एकदम हेल्प गरिदिनुहुन्छ र जानकारी विशेष कतिवटा इम्पोर्टेन्ट कुराहरू उहाँले बताइदिनु हुँदो रहेछ र हामीलाई चाहिँ उहाँले गाडीहरू पनि दिलाइदिनु भएको छ। ठिकै छ, यो जग्गामा फेरि पनि आउनु पाउने एउटा मौका पाओस्, यो चाहिँ हाम्रो होइन। अब तपाईँहरूको पनि एउटा इच्छै होला, सबैजनाको इच्छा हुन्छ होइन। यसको लागि कति वर्ष चाहिँ अब वेट गरेको छु। आइएम सो रियली एक्साइटेड फर फर्दर जर्नी अगाडिको। आफ्नो डकुमेन्टहरूदेखिको लिएर यहाँ सबै कुरो बुझाउनु पर्ने हुँदो रहेछ। इफ इमर्जेन्सी तपाईँहरूलाई बाटोमा केही अप्ठ्यारोहरू पऱ्यो भने यहाँबाट धेरै कुरो हेल्प तपाईँहरूलाई हुने रहेछ र यो पनि एकदम राम्रो एउटा उयो हो। किनभने धेरै प्रायः जस्तो जग्गामा कति कुराहरू यस्तो सुविधा हुँदैन। यहाँ चाहिँ उहाँहरूले यो कुराहरूलाई चाहिँ एकदमै प्रायोरिटी दिनुभएको रहेछ। यसको लागि खुसी लाग्यो र हाम्रो फिलहाल सबै काम भइसक्यो मोटामोटी डकुमेन्ट्स पनि। अब अगाडि त्यो सामानहरूको दाम अलिक एक्सपेन्सिभ हुन्छ अरे। यहाँ चाहिँ सबै यहाँ वाइ पनि नेपालको एउटा फुल प्याकेट म चढ्ने लु। अरे बा थुस लु वेलकम। र अहिले चाहिँ हामी जान लागेको छ र हामी चाहिँ यसमा जाने हो यो गाडीमा। लु वाह स्टार्ट भयो है गाडी चाहिँ। जय बजरङ्गबली। र यसरी नै हाम्रो साथमा हुनुहुन्छ हाम्रो दादा। नाम बताइदिनु दादा। दिलु दादा, धेरै धेरै स्वागत छ हाम्रो यात्रामा तपाईँलाई। एउटा इन्फर्मेसन यहाँ पनि फरेस्टलाई एन्ट्री गर्नुपर्ने हुने रहेछ र अघि हामीले पुलिसलाई त दियौँ र यो चाहिँ फरेस्टको। तपाईँहरूले यहाँ पनि एन्ट्री गर्नुपर्ने हुने रहेछ, यो चाहिँ फरेस्ट डिपार्टमेन्टबाट। यो चाहिँ तपाईँहरू सबै आफ्नो नेम एड्रेस कहाँबाट आउनु भएको कहाँ जानुहुन्छ सबै एन्ट्री गरेर तपाईँलाई फरेस्ट डिपार्टमेन्टबाट यस्तो टिकट। थ्याङ्क यू। 2 बज्न आँटेको छ र यहाँबाट चाहिँ हामीले टिकट पाइसकेको छौँ। गाडी छ अगाडि हाम्रो चाहिँ स्टार्ट हुन्छ है तपाईँ हाम्रो जर्नी। वाउ। र अहिले चाहिँ म ठिक सन्दकपुर जाने बाटोमा उभिएको छु। हाम्रो एन्ट्री भइसकेको छ भने हाम्रो गाडी अगाडि खडा छ। अगाडि तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउनेछु। स्टे ट्युन, किप वाचिङ।